प्रमुख महोदय, नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधनको छलफलमा छौँ। यसको सैद्धान्तिक पाटोमा प्रवेश गर्नु अगाडि यसलाई संसदमा पेश गरेको समय वा बिन्दुमा पनि मेरो पनि असहमति छ। बजेटमा कम्तीमा बजेट प्रस्तुत हुनुभन्दा 3 महिना अगाडि नै नीति तथा कार्यक्रम पेश गर्ने र छलफल गर्ने जो अभ्यास हामीले पहिले गरेका थियौँ त्यही अभ्यासले अहिले निरन्तरता पाउनु पर्थ्यो। मन्त्रालयहरूमा फटाफट सिफारिस हुँदै आएका, दबावमा आएका परियोजनाहरू यो LMBIS प्रणालीमा इन्ट्री भइसकेको छ। देशको नीति बिना बजेट छुट्टिने तय भइसक्या जस्तो छ। यो त बिना इन्जिनियरिङ मिस्त्रीले चाहिँ घर बनाएको जस्तो भयो। यस्तो विकासको मोडेलप्रति मेरो असन्तुष्टि छ। यदि यस्तै प्रकारको मात्रै क्रियाकलाप हुने हो भनेदेखि यो वेस्ट अफ टाइम भन्दा बाहेक अर्थ केही पनि होइन। अन्यथा आजको यो संशोधन र छलफलले कहाँ स्थान पाउँछ, कुन संशोधन समेटिन्छ, कृपया मन्त्रीज्यूले स्पष्टसँग फलानो माननीयको फलानो संशोधन राम्रो लाग्यो, संशोधन स्वीकार गर्छु भन्ने शब्दमै राम्रा संशोधनहरू स्वीकार गरेर मेरो शङ्कालाई गलत साबित गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। साथै सरकारले अघिल्लो आर्थिक वर्षमा तय गरेको नीति तथा कार्यक्रम 1 वर्षमा कति पुरा भयो, कति बाँकी छ र कति थप गरियो भन्ने प्रगति विवरण सहित नीति तथा कार्यक्रम प्रस्तुत हुन सके बल्ल यसको औचित्यको पुष्टि हुने थियो। मन्त्रीज्यूले सम्भव भएसम्म गत वर्ष सरकारले तय गरेको नीति तथा कार्यक्रम के कति पुरा भयो त्यो जानकारी दिनुहुन पनि अनुरोध छ र आगामी वर्षदेखि चाहिँ अघिल्लो आर्थिक वर्षको नीति कार्यक्रमको प्रगति विवरण सहित नयाँ नीति कार्यक्रम प्रस्तुत होस् भन्ने सुझाव पनि दिन चाहन्छु। अब विषयवस्तुमा प्रवेश गर्दा समय सीमित छ। 8वटा विषयमा संशोधन प्रस्ताव गर्दछु। पहिलो बुँदा 15 मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गरी यसलाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमको रूपमा निरन्तरता दिइनेछ भन्ने विषय समेटिएको रहेछ। यो कस्तो कार्यक्रम हो, यसको जानकारीसँगै देशव्यापी रूपमा एकीकृत कृषि कार्यक्रम सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाइनेछ भन्ने विषय पनि थप गरिनुपर्छ। किनकि नेपालको अबको समृद्धि वातावरणीय जोखिम पहिचान गरी सुरक्षित एकीकृत बस्ती निर्माण गरी बाँकी खाली जमिनहरूमा जमिनको प्रकृति र गुणस्तर हेरी एकीकृत कृषि गरेर मात्रै सम्भव छ भन्ने मेरो स्पष्ट बुझाइ छ। म यो विषय संशोधनमा राख्न चाहन्छु। त्यस्तै बुँदा 32 नम्बरमा पूर्वाधार निर्माणमा सामग्री अभाव हुन नदिने गरी नदीजन्य स्रोत परिचालन गरिनेछ भन्ने विषय रहेछ। यसमा नदीजन्य स्रोतको व्यवस्थापन गर्न सरकारको स्वामित्व रहने गरी निजी सार्वजनिक मोडेलमा राष्ट्रिय निर्माणमुखी सामग्री व्यवस्थापन कम्पनीको स्थापना गरिनेछ भन्ने विषय थप गरिनुपर्छ। गत वर्ष निर्माणमुखी सामग्री सम्बन्धी विधेयक संसदमा छलफल हुँदा पनि मैले भनेको थिएँ देशको प्राकृतिक सम्पदामाथिको स्वामित्व सरकारले लिएर देश निर्माणमा समुचित प्रयोग गरिनुपर्छ। यसको लागि राष्ट्रिय गौरवका आयोजना तथा ठुला परियोजना जोबाट सम्पूर्ण देशवासी चाहिँ लाभान्वित हुन सक्छन् त्यो विकास निर्माण गर्नको लागि देशको प्राकृतिक सम्पदाहरू चाहिँ त्यो स्रोतहरूको सदुपयोग हुनुपर्छ। त्यसको लागि नेतापिक्षका जो क्रसरहरू सञ्चालन भए छन् तिनले दुरुपयोग गरेर अति उत्खनन गरेर निम्तिएका प्राकृतिक विपत्ति र त्यस बापत जनताले बेहोर्नु परेको क्षति आइन्दादेखि नहोस् भन्नका लागि नदीजन्य स्रोतको व्यवस्थापन गर्न सरकारको स्वामित्व रहने गरी निजी सार्वजनिक मोडेलमा राष्ट्रिय निर्माणमुखी सामग्री व्यवस्थापन कम्पनीको स्थापना गरिनुपर्छ भन्ने विषय चाहिँ थपिनुपर्छ। त्यस्तै बुँदा नम्बर 34 मा नदी बेसिन गुरु योजनाको कुरा रहेछ। यसमा नदीहरूको वर्गीकरण गर्ने विषय पनि समेटिनुपर्छ। यसमा नदीहरूको वर्गीकरण गरी केहीलाई संरक्षणका लागि र केहीलाई चाहिँ जलविद्युत तथा अन्य बहुप्रयोजनका लागि छुट्याउने नीति लिनेछ भन्ने विषय थपिनुपर्छ। केही दिन अगाडि म पर्वत जिल्ला पुग्दा त्यहाँका स्थानीयहरूले जलविद्युत आयोजनाले पानी नछोड्दा मोदी नदी सुक्यो, यहाँसम्म कि घाटको प्रयोजनसम्मका लागि पनि पानी छैन नदीमा भनेर निकै एकदम संवेदनशील गुनासो गर्नुभएको थियो। केही दिन अगाडि मादी नदीको पनि यस्तै कारणले नदी सुक्यो भन्ने समाचार हिमाल खबरमा प्रकाशन भएको थियो। न्यूनतम पानीको बहाव त छोड्नु पर्यो नि। एउटा नदीमा कतिवटासम्म जलविद्युत आयोजना गरिने अनि कति दूरीमा बन्न पाउने भन्ने मापदण्ड चाहिँ हुनु पर्यो। जलविद्युत आवश्यकता हो तर यस बीचमा माझी समुदाय र जल पर्यटनमा निर्भर रहने समुदायलाई मार्न चाहिँ पाइँदैन। यो विषय व्यवस्थापन गर्न एउटा स्वतन्त्र नदी नियामक आयोगको स्थापना गरियोस्। बरु साथै देशका प्रमुख सहरहरूमा अब वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट अविलम्ब स्थापना गरिनुपर्छ। जहाँ नदी बाँच्छ त्यहाँ सभ्यता पनि बाँच्छ। हामी सनातन हिन्दू धर्म सभ्यताको छत्र छायामा हुर्किएका मानिसहरू हौँ। नदीलाई गङ्गा माता मानी हामी पुज्ने मानिसहरू हौँ। तर प्रकृति पुज्ने भनिएको देशमै गङ्गा माताको मुटुमा घरको फोहोर लगेर विसर्जन गर्ने व्यवस्था राज्यले गरेर हरेक हिन्दू धर्मीलाई महापाप बोकाउने कार्य भएको छ। म यसको घोर भर्त्सना पनि गर्दछु। छिटोभन्दा छिटो देशका प्रमुख सहरहरूमा व्यवस्थित सहर निर्माण गरी वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गरिनेछ भन्ने विषय पनि थप गरियोस्। त्यस्तै बुँदा 56 क थपियोस् भनी संशोधन हालेको छु। यसमा मेरो प्रस्ताव यस प्रकार छ।
नेपालको पर्यटन नीतिलाई प्रभावकारी र दिगो बनाउनका लागि दुईटा निकै महत्त्वपूर्ण नीति थप गर्न आवश्यक छ। पहिलो, राष्ट्रिय पर्यटकीय पदमार्ग तथा गन्तव्य संरक्षण ऐनलाई देशभरका प्रमुख पदमार्ग, धार्मिक मार्ग र सांस्कृतिक भूभागहरूलाई कानुनी संरक्षण दिनु आवश्यक छ, जस अन्तर्गत यो अवैज्ञानिक सडकहरू विस्तार रोकी चाहिँ स्थानीय समुदायद्वारा सञ्चालित होमस्टे तथा गाइड तालिम मार्फत प्रत्यक्ष लाभ सुनिश्चित गर्न सकियोस्। त्यसै दोस्रो, पर्यटनसँग सम्बन्धित पूर्वाधार विकासका लागि 20 वर्ष एकीकृत पर्यटन पूर्वाधार मास्टर प्लान तयार गरिनुपर्छ, जसले पर्यटकीय क्षेत्रमा मार्ग र गन्तव्यहरूलाई चिनाउँदै वातावरण मैत्री पहुँचयुक्त समावेशी र जलवायु प्रतिरोधी पूर्वाधारमा लगानी बढाउने योजना लिएर आओस्। त्यस्तै सरकारले हिमाल र हिमताल संरक्षण तथा जलवायु प्रतिरोधी व्यवस्थापन नीति पनि ल्याउन आवश्यक छ, जस अन्तर्गत हिमाली क्षेत्रको नियमित भूगर्भीय अनुगमन, हिमतालको जोखिम मूल्याङ्कन र सुरक्षित निकास व्यवस्थापन गर्नुपर्छ। साथै पर्यटन र आरोहणसँग सम्बन्धित सबै गतिविधिमा कडा वातावरणीय मापदण्ड लागू गरी उच्च हिमाली क्षेत्रमा प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिनुपर्छ र स्थानीय समुदायलाई जलवायु जोखिम न्यूनीकरण र दिगो पर्यटन व्यवस्थापनमा प्रत्यक्ष सहभागी गराइनुपर्छ। त्यस्तै बुँदा 67 मा मैले संसदमा उठाउँदै आएको विषय यसपटक सरकारले यहाँ समावेश गरेको छ, धन्यवाद छ यसलाई। यसमा चाहिँ स्टुडेन्टलाई पार्ट टाइम जबसँग जोडिनुपर्छ भन्ने विषय आएको रहेछ। मेरो विनम्रताका साथ अनुरोध छ, पार्ट टाइम जबलाई 20 घण्टामा सीमित नगरियोस्। कम्तीमा दिनको 4 घण्टा विद्यार्थीले काम गर्न सक्छन्। कति घण्टा भन्ने पाबन्दी नलगाइकन यो कार्यान्वयन होस्। काम बापतको ज्याला हप्तै पछि प्रति घण्टाको हिसाबले दिने व्यवस्था होस्। यो नीति कार्यान्वयन गर्न स्टुडेन्टलाई पार्ट टाइम जब दिने संस्थालाई चाहिँ केही कर छुट दिने व्यवस्था पनि लागू होस्, जसले गर्दा चाहिँ ती संस्थाहरूलाई प्रेरणा होस्, धेरैभन्दा धेरै विद्यार्थीलाई पार्ट टाइम जब दिनको लागि प्रेरणा पनि मिलोस्। त्यस्तै बुँदा 109 मा यो आवास कम्पनी मार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइनेछ भन्ने विषय आएछ। यसमा एकीकृत बस्ती निर्माणका लागि यसै आर्थिक वर्षमा कानुन निर्माण गरिनेछ भन्ने विषय पनि थप गरियोस्। नेपालमा अब किन एकीकृत बस्ती आवश्यक हो मैले अघि पनि भनिसकेँ। त्यस्तै अब यस आर्थिक वर्षमा नेपाल वायु सेवा कम्पनीको पुनर्संरचना गरिनेछ भन्ने विषय पनि थपियोस्। नेपाल वायु सेवा कम्पनीको पुनर्संरचना गरिनेछ भन्ने विषय मात्र छ, तर यही आर्थिक वर्षमा गरिनेछ भन्ने विषय पनि थपियोस्। अन्तिममा सभामुख महोदय, काठमाडौँ क्षेत्र नम्बर 2 सिन्धुपाल्चोकको पहाड हुँदै काभ्रे र भक्तपुरको उपत्यका हुँदै ललितपुरसँग जोडिएको छ। यो क्षेत्रको सडक सञ्जालको विषयमा केन्द्रित रहँदा तीनकुने र कोटेश्वरको अरनीको राजमार्ग बाहेक अधिकांश मुख्य सडकहरू समेत राष्ट्रिय राजमार्गमा समावेश वा नामाकरण गरिएको छैन। काठमाडौँ जिल्लालाई सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र ललितपुरसँग जोड्ने यो क्षेत्र रणनीतिक दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण भए तापनि ठूलो हिस्सा राष्ट्रिय राजमार्गसँग नजोडिएको कारण यो क्षेत्र ओझेलमा परेको छ। अन्तिममा सभामुख महोदय, चाबेलदेखि शङ्करापुर हुँदै भोटेचौर र बाहुनेपाटीसम्मको सडक विस्तार भइसकेको छ। यो मार्ग मध्य पहाडी लोकमार्गसँग जोडिने भएको हुँदा पर्यटकीय दृष्टिले पनि निकै रणनीतिक छ। यस मार्गको महत्त्वलाई ध्यानमा राख्दै म भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यू समक्ष अनुरोध गर्दछु कि यो मार्गलाई राष्ट्रिय राजमार्गमा समेटी उच्च प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन होस्। साथै तीनकुनेमा अन्डरपास बनाउने कार्यको प्रगति विवरण के कति भयो जानकारी उपलब्ध गराउन पनि अनुरोध गर्दछु। यति नै राखेँ, धन्यवाद।